वाइफ्सले पुस्न मिल्छ यो ब्रस, तर अरू ब्रस चाहिँ पुस्न मिल्दैन र यो कन्सिलर ब्रस मात्र वाइफ्सले पुस्न मिल्छ ल। चलाएर कोही लाग्छ लिमिट मास्टर सेप निकालेर कट गर्ने। अनि यो कन्सिलरलाई यसरी ब्लेन्ड गर्ने। लाइन एकदम क्लिन हुनुपर्छ ल, ब्लेन्डर ल्याउनु भएन छ नि। माथिको कट गर्ने बेलामा हातलाई माथि राख्ने। अनि यो कन्सिलरलाई चाहिँ हामीले माथिको माथि ब्लेन्ड गर्ने भने मुनिको मुनि ब्लेन्ड गर्छौँ ल। यो पहिला ब्रसको थ्रुबाट चाहिँ हामीले माथि यसलाई लग्ने। अब यहाँ भयो नि, यहाँ जस्तो मैले देखाएको थिएँ त्यही भयो कि भएन? यो साइड सबै डार्क भयो भने। हेलो साथीहरू, आज चाहिँ द ग्रान्ड सलुनमा म्यामले आइब्रो कोर्न सिकाउनु भएको छ। आइब्रो कसरी मिलाउने भनेर सिकाउनु भएको छ र प्लस आई मेकअप पनि सिकाउनु भएको छ। आई मेकअपको भिडियो चाहिँ पुरा खिच्न मैले पाइनँ, त्यसको लागि एकदमै भेरी भेरी सरी भन्न चाहन्छु। हजुरहरू पनि द ग्रान्ड सलुनमा जान सक्नुहुन्छ, एकदमै राम्रोसँग सिकाउनुहुन्छ। यो सलुन चाहिँ कहाँ छ भनेर हजुरहरूले सोध्नुहुन्छ भने झापाको बिर्तामोड चोकैमा रहेको छ। हजुरहरू टिकटकमा पनि हेर्न सक्नुहुन्छ। द ग्रान्ड सलुन एकदमै फेमस, एकदमै भाइरल छ। हजुरहरू गएर एकचोटि भिजिट गर्नुहोला। अनि मेरो भिडियो कस्तो लाग्यो लाइक कमेन्ट सेयर गरी मेरो च्यानललाई सब्सक्राइब गर्न नबिर्सिनु होला। थ्याङ्क यू सो मच, किप वाचिङ, बाई बाई। पुरा भिडियो हेरेर साथ दिनु होला। तपाईँलाई दुईटा कलर लगाउनु मन लाग्यो भने माथि कुन कलर जाने त यसलाई ब्लेन्ड गर्नलाई न्युड कलर ब्राउन कलरको सेडमा यो माथि यो जाने है ब्लेन्ड गर्नलाई ल। बिचमा एड गर्नु पर्दैन, त्यसको माथिको भागमा मात्र न्युड कलर जाने। लाइनलाई मजाले ब्लेन्ड गरिदिने। कालो पुगेन भने फेरि लिने, तन्काउनु पर्दैन क्या महिमा चाहिँ।